एकल काँटे स्वभावको प्रधानमन्त्रीको चरित्र चाहिँ म देख्छु। एकल काँटे उहाँहरूले नेपाली समाजै बुझ्नु भएको छैन। अहिलेका मन्त्रीहरूले नेपाली समाज बुझ्नु भएको छैन। अमेरिकामा पढेर आउनु भएको छ, हामी जस्तो प्रोफेसर हुनु भएर आउनु भएको होला, पिएचडी गरेर आउनु भएको छ, त पढ्ने नै सबै कुरा होइन। राजनीतिक संस्कार हरेक पार्टीभित्र निर्माण हुनु जरुरी हुन्छ। राजनीतिक संस्कार चाहिँ हराउँदै गएको छ सबैमा। हो अहिले जे आयो त्यो कुनै रासपा, अब सबै पार्टी होइन, सम संस्कृति पार्टी, अन्य पार्टी अहिले लोकतन्त्रको हिसाबले, समाजवादको हिसाबले के हो आफ्नो पार्टीलाई, त्यसलाई त विश्लेषण गरेर बोल्नु पर्यो नि। सम संस्कृति पार्टीको सम्भावना देख्नुहुन्छ? अहिलेको अवस्थामा हेर्दा उहाँको अहिलेको रासपाको विकल्प पार्टी त्यही हो। नमस्कार आदरणीय दर्शकवृन्द, आजको प्रेसको यो अर्को एउटा भिडियो संवादमा यहाँहरूलाई धेरै स्वागत छ। म रोहित भण्डारी। दर्शकवृन्द, बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको 100 दिन व्यतीत भएको पनि केही दिन भइसकेको छ। यो बीचमा सरकारका काम कारबाही गतिविधिको विषयलाई लिएर विभिन्न प्रकारका टीका टिप्पणीहरू भए र अहिले पनि भइरहेका छन्। सरकारले अपेक्षाकृत काम गर्न नसकेको आरोप केहीले लगाइरहेका छन् भने केहीले चाहिँ यतिका वर्षसम्मको जुन व्यथिति हो, विसङ्गति हो, फोहोर हो, त्यसलाई यति छिट्टै कहाँ सफा गर्न सकिन्छ त भनेर पनि भनिरहेका छन्। सरकारको बचाउ गर्ने पनि त्यत्तिकै छन् अनि सरकारको आलोचना गर्ने पनि त्यत्तिकै छन्। वास्तवमा सरकारको गति चाहिँ ठिक छ या छैन, हामी आजको यो संवादमा विशेष गरी यिनै विषयको सेरफेरमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ र अन्य समसामयिक विषय पनि आज कुराकानीको विषय रहनेछन्। यसका लागि हामीले स्टुडियोमा निम्ति आएका छौँ विश्लेषक डाक्टर विष्णु राईलाई। उहाँलाई म स्वागत गर्छु। स्वागत छ। धन्यवाद। आराम हुनुहुन्छ? आरामै छ। कुराकानी खासै यहाँसँग यो समाजशास्त्र मानवशास्त्रका विषयमा अलिक बढी गर्नुपर्ने, यहाँ एकजना मानवशास्त्रको प्राध्यापक, तर आज अलिकति राजनीति विषय र सँगै त्यतातिर पनि जोडिन चाहिँ विषय जे भए पनि बोलौँला। समाजशास्त्र अलिकति पेचिलो नै हुन्छ। हजुर, मैले सबैभन्दा सुरुमा चाहिँ यहाँलाई सोधेँ कि बालेन शाह नेतृत्वको सरकार गठन भए यताका सरकारका काम कारबाही गतिविधिप्रति तपाईँको टिप्पणी के छ? टिप्पणी भन्दा पनि भर्खर सुरु भएको रासपाको एकलौटी सरकार हो, बहुमतको सरकार। भर्खर 100 दिन क्रस गर्दैछ। अब भन्दा त अब 100 दिन भनेको प्रशस्त हो भन्ने राजनीतिमा चर्चा गरिन्छ, तर अहिले सर हेर्दा त्यस्तो यो चाहिँ राम्रो काम गर्यो भन्ने खालको जनमानसमा जो प्रभाव गर्ने खालको योजना त हामी केही पनि देख्दैनौँ। थोर बहुत राजनीति रूपमा चाहिँ तत्काल अहिले गरिहाल्नुपर्ने या राजनीति प्रतिशोध लिइहाल्नुपर्ने चाहिँ कार्य उनीहरूले गरिरहेको हो कि भने जस्तो चाहिँ देखिन्छ। जस्तो पार्लिमेन्टमा सानोभन्दा सानो मेजोरिटीमा भएको पुराना दलहरू माथिको कडाभन्दा कडा एक्सन उहाँले गरेको, पुराना दलहरूले गरिरहेको विगतका राजनीति या सामाजिक या भ्रष्टाचार के हुन्, यी कुराहरू समाजमा भएका ती कुराहरूको खोजी गरिरहेको मात्रै देखिन्छ। त्योभन्दा त अरू के काम गरेको होला र? अर्को कुरा चाहिँ जस्तो सुकुम्बासीको चाहिँ एउटा भयावह स्थितिमा एउटा ठुलो चाहिँ उहाँहरूले काम गरेको व्यापक रूपमा चर्चा चाहिँ सुन्यो, तर त्यसले समाजमा सकारात्मक प्रभाव समाजशास्त्रीय हिसाबले चाहिँ समाधान गरेको र त्यसको सकारात्मक पक्ष आएको समाजमा चाहिँ देखिँदैन, जसले गर्दा सरकारलाई यो कामले पनि फाइदाभन्दा बेफाइदा भएको म देख्छु। किनभने व्यवस्थित रूपमा उनीहरूलाई कार्ययोजना विहीन जुन उठिवास गरियो, उनीहरूको बाँच्ने मौलिक अधिकार, सामाजिक अधिकार
सामाजिक न्याय कुण्ठित गरेको चाहिँ देखिन्छ। यसले पार्ने दीर्घकालीन प्रभाव चाहिँ के हुन सक्छ? जस्तो समाजशास्त्रीय कोणबाट हेर्दा सुकुम्बासी बस्ती जो हटाइयो, डोजर चलाइयो, तर तिनीहरूको व्यवस्थापन चाहिँ राम्रो हुन सकेन भन्ने कुरा आछ। यद्यपि सरकारले हामी गरिरहेछौँ भनेर भनिराखेको स्थिति छ। अस्ति जुन होल्डिङ सेन्टरमा नै बाढी पस्यो, त्यहाँ जसरी बिजोग देखियो नि, हो यसले पार्ने मनोवैज्ञानिक सामाजिक त्यो प्रभाव यसले के हुन सक्छ? दुई तीनवटा कुराहरू प्रभाव पार्छ। जस्तो समाजशास्त्री आरके मोर्टनले के भन्छ भनेदेखि समाजको समस्याहरूलाई समयमा समाधान गरेन भने त्यसले क्रिमिनल उत्पादन गर्छ भन्छ, टेररिस्ट उत्पादन गर्छ भन्छ। बडा बेजोड कुरा हो नि त। र समाजमा विसङ्गति झन् सिर्जना गर्छ। विसङ्गति भनेको धेरै मानिसको रोजीरोटी खोसिएपछि, वासस्थान सकिएपछि उनीहरूले गर्नु नगर्नु पर्ने कामहरू सबै गर्छन्। भोलि ठुलो वेश्यावृत्तिमा जानुपर्ने हो कि, जसले समाजमा एउटा ठुलो समस्या सिर्जना गर्छ। युथहरूलाई बदलाको भावना सिर्जना हुनसक्छ, जसले राष्ट्रको निम्ति ठुलो टेररिस्ट पनि जन्मिन्छ। अनि अर्को कुरो, मानिसहरूले आत्महत्या गर्छन्, सुसाइड गर्छ भन्छ। यी कुराहरू त राज्यबाट उत्पादित समस्याबाट मानिसले प्रत्यक्ष रूपमा भोगेको कुराहरू हुने भए। त्यसकारण यस्ता कुराहरू समाजलाई कसरी ब्यालेन्स अफ सोसाइटी भन्छ के समाजशास्त्रमा, त्यो कुरालाई चाहिँ सरकारले बुझेन भने त्यसबाट क्रिया होइन प्रतिक्रिया समाजमा ठुलो विसङ्गति देखा पर्छ। त्यसकारण सरकारले उठाउनु पर्ने सुकुम्बासीहरूलाई उठाए होलान्, त्यसलाई जरुरी थियो होला, थिएन भन्न हामी सक्दैनौँ। तर त्यसलाई व्यवस्थित ढङ्गले त्यसलाई कार्य योजना नगरेको कारण आज धेरै मान्छेले सहरमा त गरिबले नै बस्ने अधिकार छैन भने जस्तो देखियो। मानिसहरूले आत्महत्या गरे, त्यो त राम्रो सुशासन भएन नि त। त्यसकारण यो चाहिँ सामाजिक अपराध हो। जुन राज्यले गर्यो त्यो काम समाजशास्त्रमा चाहिँ सामाजिक अन्याय हो। यो आत्महत्याका घटनाहरू पछिल्ला दिनमा अलि बढेको जस्तो देखिन्छ कि। हुन त यो सञ्चार माध्यम सबैको पहुँचमा भएका कारणले पनि हुन सक्ला, त्यो देखिएको हुन सक्ला या के होला। पहिले पनि यही त्यो दरमा थियो होला कि के थियो होइन, त्यो एउटा पाटो होला। तर जसरी आत्महत्याका घटनाहरू पछिल्ला दिनमा बढेको जस्तो देखिन्छ नि, हो यो चाहिँ यो वर्षौँदेखिको निराशाको उपज हो या मान्छेको एक खालको अपेक्षा छ नि त, जस्तो सरकारका प्रति यो सरकार होइन 2/3 अब नयाँ पार्टी युवाहरूको सरकार भन्ने जुन खालको हो उनीहरूका प्रति जुन वात्तै बढेको अपेक्षा चाहिँ आशातीत रूपमा त्यो पुरा हुन नसक्दाको परिणति हो, के लाग्छ? हो किनभने लामो समयसम्म जस्तो भन्नुहोस् 2046 सालको जनआन्दोलनपछि नयाँ किसिमको संसदीय व्यवस्था सुरु भयो, पार्लिमेन्ट लोकतन्त्र प्रजातन्त्र स्थापित भयो भने भनियो। त्यसपछि 2072 को संविधान भयो। यो 30-35 वर्षको जुन एउटा लामो अवधिमा एउटा बच्चा जन्मेर एउटा यङ भइसकेको अवस्था थियो र उनीहरूले देखे नेपालमा सामाजिक रूपमा न्यायिक रूपमा चाहिँ आफ्नो भविष्य सुनिश्चित नदेखेपछि एउटा आक्रोशले एउटा यो सरकार निर्माण भएको हो। 2 दिनको आन्दोलनमा संसारमा कहाँ त्यति सजिलै सरकार फर्मेसन भएको छ? कहीँ पनि छैन। हामीले त पढेका छैनौँ र देखेका पनि छैनौँ। यदि छ भने कता छ मलाई थाहा छैन। तर 2 दिनको आन्दोलनले स्थापित भएको सरकारमा युथहरूको ठुलो सहभागिता थियो र फेरि त्यही पुरानै चरित्र पुरानै किसिमको सरकारको मनोवृत्ति देख्दा युथहरूमा निराशा आएर आत्महत्या गरेको हो। यसमा त कुनै दुई मत छैन। तर आत्महत्या आफैमा पनि खतरा हो, नगर्नुपर्ने हो, सामाजिक अपराध हो। यो कुरालाई अब युथहरूले आफूले अथवा यङ युवाहरूले त्यसलाई गम्भीर रूपमा विश्लेषण गर्न नसक्दा र राज्यबाट निराश भएको कारणले पनि आत्महत्या बढाएको हो। सरकारले के गर्नुपर्छ? सरकारले युथहरूको निम्ति मेरो भविष्य यो देशमा, मेरो आफ्नो देशमा सुनिश्चित छ
भन्ने कुराको कार्ययोजनाहरू ल्याउनु पर्यो। अहिले त सरकार विदेशमा युवा बिक्री गर्ने मन्त्रालय खोलेर बसिरहेको छ। अहिले पनि कति हजार विदेश पठाउने भनेर, त्यो राज्यको निम्ति फलदायी कुरो होइन। ह्युमन रिसोर्सेस भनेको आफ्नै देशमा प्रयोग गर्ने हो अनि देशको विकास पनि द्रुत गति अगाडि बढेर जाने। श्रम मन्त्रालयको कुरा होला होइन, श्रम मन्त्रालय जसलाई यहीँको स्वदेशमा नै रोजगारका लागि प्रवर्धन गर्ने हिसाबले अगाडि बढाउनु पर्नेमा भन्दा पनि वैदेशिक रोजगार प्रवर्धन विभाग पसल खोलेर एकातिर श्रम मन्त्रालयको ध्यान त्यतातिर चाहिँ केन्द्रित छ भन्ने कुरा आएको। यसले युवाहरू निराश हुने र युवाहरू विदेशमा जानको लागि लालायित हुने र आफ्नो देशमा भविष्य देख्ने सम्भावना कम भएपछि युवाहरूले विसङ्गतिको बाटोहरू समात्ने हो। त्यसकारण अहिलेको जुन ठुलो बहुमतमा बनेको युवाहरूको जिएनजीको सरकारले यसलाई गम्भीर रूपमा विश्लेषण गर्नुपर्छ। तर त्यो किसिमको लक्षण चाहिँ देखिँदैन। जस्तो हाउसमै विभिन्न किसिमको चर्काचर्की छ, एक अर्काले आफ्नो कुरा रेस्पोन्स नगर्ने, प्रधानमन्त्रीले जनताबाट निर्वाचित प्रतिनिधिको आवाजलाई नसुनिदिने, त्योभन्दा ठुलो विडम्बना के हुनसक्छ? र त्यस्तो सरकारले तत्काल देशको विकास गर्छ भन्ने कुरोमा डेमोक्रेसीमा कसरी विश्वास गर्न सकिन्छ? प्रधानमन्त्रीको शैलीलाई चाहिँ के भन्नुहुन्छ तपाईँ? तपाईँले संसदको कुरा गर्नुभयो होइन, संसदमा उपस्थितिका प्रति जसरी उपस्थित हुनका लागि नै उहाँले हेलचेक्राइ गरेको, व्यवस्था गरेको जस्तो नि देखिन्छ। अरू शैली, सबै शैली जस्तो उहाँले आफ्ना कुराहरू प्राय फेसबुक मार्फत उहाँले लेख्नुहुन्छ होइन। उहाँ घरमा काम गरिरहनु भएको होला, अफिसमा काम गरिरहनु भएको होला, त्यो बेग्लै कुरा भयो। तर उहाँलाई झट्ट हेर्दा चाहिँ एकल काँटे स्वभावको प्रधानमन्त्रीको चरित्र चाहिँ म देख्छु। एकल काँटे किनभने जनताबाट निर्वाचित प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा जनताको भोइस सुन्नुपर्छ। जनताको प्रतिनिधि हैन, पार्लिमेन्ट हो, पार्लिमेन्टप्रति पूर्ण उत्तरदायी हुनुपर्छ, जवाफ दिनुपर्छ। माननीयहरूले चुनाव निर्वाचित भएर आएको मानिसहरूको आवाजलाई प्रत्यक्ष रूपमा हाउसमा त्यसको जवाब दिन सक्नुपर्छ। किनभने माननीय बोले होइन, त्यत्रो भोट लिएर आएको ती माननीयहरूको जनताको आवाज हो नि त। त्यसकारण उहाँ त्यो चाहिरहनु भएको हामीले देखेनौँ। यसले के देख्छौँ भने प्रधानमन्त्री एकल काटे काम गर्दै हुनु होला, कहाँ गर्दै हुन्छ, राम्रै भयो। तर उहाँको चरित्र हामीले हेर्दा चाहिँ एकल काटे। तर अहिले पछिल्ला दिनहरूमा फेरि उहाँले त्यो समाजसँग घुलमेल हुने प्रकारको त्यो काम चाहिँ गरिरहेको हो कि यस्तो देखिन्छ। विभिन्न जस्तो उद्योगी का प्रतिनिधिहरूसँग, व्यवसाय प्रतिनिधिहरूसँग, विभिन्न क्षेत्रका व्यक्तिहरूसँग उहाँले भेटघाटलाई फेरि अलि बाक्लो बनाइरहनु भएको छ। सम्भवतः त्यो होला। तर के हुँदो रहेछ भने नि राजनीतिक कल्चर भन्ने पनि एउटा महत्त्वपूर्ण कुरो हुँदो रहेछ। लामो राजनीतिको जीवनयापन गरेर आएको मानिसले कसरी रेस्पोन्स गर्ने भन्ने कुरा अभ्यास पनि हो कि। अब उहाँ त 2 दिनको आन्दोलनमा भएको प्रधानमन्त्रीको ले उहाँलाई धेरै कुराको अभाव, सिक्नुपर्ने अभावले पनि हो कि उहाँको चरित्र त्यस्तो देखिएको। त्यसकारण धेरै पक्षबाट चाहिँ उहाँको विषयमा चर्चा उपचर्चा आएको हुँदा सम्भवतः 2-4 जना डेलिगेसनहरूलाई भेट्ने, बोलाउने प्रक्रिया सुरु भएको हो कि शैली परिवर्तन गर्नुभयो उहाँले। अब त्यस्तो त्यो राम्रो पनि हो। शैली परिवर्तनको दिशातिर हुनुहुन्छ प्रधानमन्त्री बालेन शाह जस्तो देखिन्छ। अहिले हेर्दा त्यस्तो देखिन्छ। तर अब समय धेरै लाग्छ होला। किनभने मैले अघि भने नि त, राजनीति त उहाँको त 4 वर्ष 5 वर्ष त हुँदैछ। त्यसको पनि अभ्यासको कमी होला, अनुभवको कमी होला। उहाँका प्रति चाहिँ नि जस्तो अहिले पछिल्ला दिनमा चाहिँ अलिअलि मान्छेहरू निराश भएको कि यस्तो देखिन्छ। तर जति बेला उहाँ प्रधानमन्त्री बन्नुभएको थिएन, उहाँका प्रति फेरि मान्छेहरूको त्यो अपेक्षा आशा चाहिँ निकै ठुलो थियो कि, त्यो एकदम ठुलो आशा, ठुलो अपेक्षा, अनि फेरि छिटै निराशा के। यसलाई चाहिँ कसरी बुझ्ने? होइन, यस्तो हो। मलाई चाहिँ कस्तो लाग्छ भने उहाँले केही
ब्युरोक्रेसीको स्ट्रक्चरलाई चलाउने कोसिस गरिरहनु भएको छ होइन। मेकानिजम भने गभर्मेन्टको मेकानिजम भनेको त ब्युरोक्रेसीहरू नै हो र त्यसको संवैधानिक आयोगहरू छन्। एक ग्रुपलाई उहाँले फालिदिनु भयो, अर्को ग्रुप लिएर आउनुभयो भनेको तात्पर्य उही त भयो नि, अर्काको मान्छे फालिदिने आफ्नो मान्छे ल्याउने। फरक देखिएन? फरक त देखिएन नि। अनि यो किसिमको राजनीतिक शैलीबाट त कसरी राजनीतिक स्ट्रक्चर परिवर्तन भयो भन्न सकिन्छ होला र? सकिन नि। जस्तो राजदूतको नियुक्तिमा ओपन उहाँले युनिभर्सिटीको ओपन उहाँले वान्टेड गर्नुभयो, तर दरखास्त हाल्दा त तिनै आफ्नै मान्छेहरू त्यहाँभित्र परे नि त र पर्दैछ नि त। भनेपछि त्यो देख्दा मात्रै एक किसिमको स्ट्रक्चरमा परिवर्तन हो कि भन्ने जस्तो देखियो, तर समग्र रूपमा हेर्दा त फेरि अर्काको मान्छेलाई फालिदिएर आफ्नै मान्छे राख्ने न देखियो। त्यसले गर्दाखेरि धेरै कुराहरू अहिलेको सरकारले परिवर्तन गर्छ भनेर ठुलो अपेक्षा गर्न पनि सकिँदैन। तर नगरी पनि हुँदैन, किनभने बहुमतको सरकार छ, विकल्प त अर्को सरकारको त विकल्पै छैन। अहिले जनतालाई त सामाजिक परिवर्तन चाहिएको छ, तपाईँ हामीलाई सुरक्षा चाहिएको छ। त्यसकारण हेरौँ के हुन्छ अब समय। यति भनौँ न 2 दिनको जुन यति ठुलो आन्दोलन, 2 दिनको आन्दोलन, 2 दिनमा नै सत्ता पलट भयो होइन। र बालेन्द्र शाह जसका प्रति मान्छेहरूको त्यति ठुलो आशा अपेक्षा र सुरुवाती दिनको त्यो भरोसा अब छिट्टै नै यो निराशामा परिणत भयो भने हो, त्यसपछि चाहिँ के त भनेर अलि डरलाग्दो त्यो अवस्था पो आउँछ कि भनेर मान्छेहरूले चिन्ता व्यक्त गरिरहेको छ। सरकार भनेको त जनताको, जताबाट आए पनि त्यो सरकार त जनताको अभिभावक हो। तर सरकारले समयमा कुराहरू बुझ्न सकेनन् र जनताको भावनालाई समय सापेक्ष त्यसलाई निराकरण गर्ने प्रयास गरेन र हल्का ढङ्गले लिने प्रयास गरियो भने त समस्या त धेरै नै देखिन्छ। राजनीतिक रूपमा, क्षेत्रीय रूपमा, धार्मिक रूपमा, पार्टीगत रूपमा, जातिगत रूपमा, विद्यार्थीको रूपमा, क्षेत्रीय रूपमा, यी विभिन्न किसिमका आइडियोलोजीहरू, विभिन्न किसिमका इन्स्टिट्युसन्सहरू भोलि सरकारको विरुद्धमा नआउने भनेको त देखिँदैन। त्यति बेला चाहिँ नि मान्छेहरूले फेरि पुराना दल भनेर भन्लान्, त्यतातिर फर्केलान्, या अहिले जसरी रासोपा बालेन रवि भन्दै मान्छेहरू यतातिर घन्टी भन्दै घन्टीमा छाप भन्ने के होला, या नयाँ अर्को केही खोज्छन् मान्छेहरूले? अब सजिलै पुरानो दलमा जनता फर्किन्छ जस्तो मलाई लाग्दैन, किनभने धेरै युथहरूले नयाँ पार्टीलाई भोट खसाल्नको निम्ति एउटा संस्कार अबको 5 वर्षपछि विकसित भइसकेको हुन्छ। एउटा उमेरको युथहरूले जुन अहिले गएको समयमा भोट संसदमा उनीहरूले खसाले, अब अर्को 5 वर्षभित्रमा अर्को जेनेरेसन आइसकेको हुन्छ। त्यसकारण पुरानो पार्टीहरूलाई नचिन्न पनि सक्छ युथहरूले। त्यसकारण पुरानो पार्टीहरूले अब राजनीतिक रूपमा आफूलाई स्थापित गर्नको निम्ति धेरै कम आशा उहाँहरूले गर्नुपर्छ। बालेन शाहहरू, रविलाल छानेहरू नयाँ पार्टीहरू खोलेर त्यसले जनतालाई एडजस्ट गरेर लान सक्छ। नयाँ पार्टीले अहिले जुन आएको जुन रासपाको पार्टी हो उसको पनि क्रेज तल झर्छ। बालेन तर पुरानो पार्टीहरूलाई हजुर रविलामी छानेहरू या भनौँ रासोपासँगै यो असफल हुनु भनेको, रवि बालेनहरू असफल हुनु भनेको फेरि ओली प्रचण्ड या देउबातिर मान्छे फर्किनु होइन, पार्टी देखिन सक्छ। अब एमाले कांग्रेस या नेकपा कांग्रेसतिर मान्छे फर्किँदैन, धेरै नै असम्भव 25% फर्केला पुराना लेगेसी बोकेकाहरू, तर युथ जेनेरेसन अब फर्किँदैन। अब रासोपाबाट पनि निराश भएकाहरू नयाँतिर जान्छ। नयाँ पार्टी त्यति बेलासम्म 5 वर्षसम्म खोलिएला नि त। जस्तो यति बेला नि त्यता संसदमा नै केही नयाँ पार्टी पनि छन्, केही जस्तो श्रम संस्कृति पार्टी होइन, अब
अर्को जस्तो राप्रपालाई नयाँ त नभनौँ, यद्यपि सानो दल तर एउटा वैकल्पिक त्यो पनि हो भनेर पनि मान्छेहरूले भने यतातिर चाहिँ त्यो आकर्षण बढ्न सक्ने सम्भावना रहन्छ त? राप्रपा त उही मान्छे हो, उही कोट लगाएर हाउसमा छिर्ने हो, त्यसो त फरक देखिनु खोज्या मात्रै हो। राप्रपाको त झन् मैले पहिले पनि भनेको छु, उहाँहरूबाट सम्भव छैन। उहाँहरूको नेताहरू त्यो पार्टी पुरा देशमा टेस्टिङ भइसकेको पार्टी हो, त्यसकारण उहाँहरूको आश गर्नु भनेको नेपाली जनताले पनि धोका खानु हो। उहाँहरूबाट सम्भव छैन सामाजिक परिवर्तनको लागि, किनभने उहाँहरू अहिले पनि राजा हो देश बचाऊ भन्ने पक्षमै हुनुहुन्छ। दुनियाँको राजनीति कहाँ गइसक्यो, मानिसको मनोदशा कस्तो छ, त्यो विचारलाई विश्लेषण नगर्ने तर पुरानै एउटा परम्पराको सोचमा अगाडि बढ्ने पार्टी हो, त्योबाट सम्भवै छैन। तपाईँले भने जस्तो श्रमशक्ति पार्टीहरूले राम्रो जनतामा होल्ड गर्न सक्छ, त्यति बेलासम्म अर्को पार्टी पनि खोल्न सक्छ कुनै पार्टी। त्यसकारण नयाँ पार्टीहरूले नै जनताको विश्वास चाहिँ जित्ने कोसिस गर्छ। श्रम संस्कृति पार्टीको सम्भावना देख्नुहुन्छ? अहिलेको अवस्थामा हेर्दा उहाँको अहिलेको रासपाको विकल्प पार्टी त्यही हो, किनभने रासपाले पूर्वमा श्रमशक्तिले पूर्वमा 1-2 सिट मात्रै राप्रपालाई चान्स दिएको भए बहुमतको सरकार रासपाको अहिलेको सरकार बन्थ्यो होइन। तर ब्रेक त पूर्वमा त श्रमशक्तिले त्यो होल्ड गरिदियो, त्यसकारण अब व्यापक रूपमा त्यो पार्टी चाहिँ अगाडि बढ्ने धेरै सम्भावना छ। तर उहाँहरूसँग पनि धेरै अनुभवको कमी छ, धेरै नै अनुभवको कमी छ, उहाँहरूले पनि सच्याउनुपर्छ। जस्तो के सच्याउनुपर्छ श्रम संस्कृति पार्टीले? कसरी अगाडि राजनीति चरित्र सपार्नु पर्यो। राजनीति परिवर्तनमा, दृष्टिकोणमा, विचारमा, राजनीतिक सङ्गठनमा, राजनीतिक परराष्ट्र कस्तो हुने, आर्थिक नीति कस्तो हुने, सामाजिक नीति कस्तो हुने, यी कुराहरू त पार्टीका मेरुदण्डहरू हो नि त। त्यसमा यस्ता कुराहरूमा उहाँहरूले बढी बौद्धिक रूपमा विश्लेषण गर्ने र एउटा कार्ययोजना बनाउनुपर्छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको शैलीका विषयमा नकारात्मक टिप्पणीहरू ज्यादा सुनिन्छन् होइन। उहाँको काम गराइका विषयमा भन्दा पनि त्यो शैलीका विषयमा चाहिँ के बोलीका विषयमा के भन्नुहुन्छ तपाईँ? अब म राष्ट्रसभाको अध्यक्षलाई आजसम्म मैले चिनेको पनि छैन, भेटेको पनि छैन। म तपाईँले भने जस्तै म पनि सुन्छु त्यस्ता कुरा। श्रम संस्कृतिको हर्क साम्पाङजीको कुरा गर्नुभएको हजुरले, मैले उहाँलाई चिनेको पनि छैन, देखेको पनि छैन। तर तपाईँले भने जस्तो कुराहरू उहाँको त्यस्तो किसिमको बोली होइन प्रस्तुति देखिन्छ भन्ने चाहिँ मैले पनि सुन्छु। अब सुनेको भएर मैले टिका टिप्पणी गर्नु त त्यति राम्रो कुरो भएन। तर अघि मैले भने नि राजनीतिक संस्कार हरेक पार्टीभित्र निर्माण हुन जरुरी हुन्छ। राजनीतिक संस्कार चाहिँ हराउँदै गएको छ सबैमा हो। अहिले जे आयो त्यो कुनै रासपा, अब सबै पार्टी होइन, श्रम संस्कृति पार्टी, अन्य पार्टी अहिले लोकतन्त्रको हिसाबले, समाजवादको हिसाबले के हो आफ्नो पार्टीलाई, त्यसलाई त विश्लेषण गरेर बोल्नु पर्यो नि। सबैले तथानाम गाली गरेको हामी मिडियामा, सामाजिक मिडियाहरूमा देख्छौँ। यदि त्यस्तो हो भने समाजको लाई पार्टीहरूले कसरी नैतिक चरित्र सिकाउन सक्छ, यो पनि गम्भीर विषय हो। आज गालीका लागि चाहिँ दल र तिनका नेताहरूलाई यो आरोप प्रत्यारोपका लागि चाहिँ त्यो तल्लो स्तरको के आरोप प्रत्यारोप पनि हो, त्यसका लागि चाहिँ के कुराले प्रेरित गरिरहेछ, किन यस्तो गरिरहेछन् उनीहरू? नेताहरूलाई अध्ययनको कमी, म चाहिँ यही भन्छु। समाजशास्त्रको अध्ययन गर्नु पर्यो, समाज कसरी बनेको छ, समाजको स्ट्रक्चर के छ, सामाजिक संरचना, समाजको मौलिक उसको मूल्य र मान्यताहरू के हुन्, त्यसलाई अध्ययन गरेर समाजलाई निर्माण गर्ने प्रक्रियाका भाषा, शैली, उद्देश्य, राजनीति, कार्यनीति,
त्यसलाई प्रयोग गरेर आफ्ना भावी योजनाहरू र बोल्ने शैलीहरू बनाउनु पर्यो। नेता हुँ भन्दैमा सबै चिज बोलेर त भएन नि त। भाषा, चरित्र, यो मैले बोल्दा के हुन्छ भन्ने कुराको विश्लेषण गर्न पनि जरुरी हो नि त। यो सामाजिक सञ्जालमा गाली गलौज, आरोप प्रत्यारोप चाहिँ ज्यादा बिक्छ अनि त्यो ज्यादा बिकिसकेपछि आफू धेरै देखिन्छ हैन, भाइरल बनिन्छ, बन्न पाइन्छ भन्ने लोभले पनि नेताहरूलाई गाजेको छ यति बेला। सम्भवतः होला। त्यही भएर एक अर्काको गाली गलौज गर्ने, बढी टिका टिप्पणी गर्ने। यो गाली गलौज, तुच्छता हुन्छ नि, आरोप प्रत्यारोप चाहिँ यो समाजमा धेरै किन बिक्छ? बिक्छ भन्दा पनि बौद्धिकताको कमजोरी हो। धेरैले हेरिरहेको हुन्छन् कि त्यस्तो। अब आएपछि त हेर्नै पर्यो नि, कि बन्द गर्नु पर्यो। त्यसकारण किन त्यस्तो प्रयोग हुन्छ भने प्रस्तुतकर्ता पनि र हेर्ने मानिसमा पनि बौद्धिकताको कमी हो। त्यस्तो कुरा हेर्नु पनि हुन्न, सुन्नु पनि हुँदैन। जस्तो अहिले नै जरुरी छैन त्यसको। अहिले हामीले कुराकानी गरिरहँदा जस्तो मानव जीवनोपयोगी कुराहरू हैन का विषयमा चाहिँ चर्चा परिचर्चा गर्यो, ल अन्तर्वार्ता गर्यो या हुन्छ नि त्यो विषयमा केन्द्रित रहेर केही कुरा गर्यो भनेदेखि चाहिँ तिरै त्यस्ता भिडियोकै कुरा गरौँ या लेखकै कुरा गरौँ धेरै हेरिँदैन, धेरै सुनिँदैन हैन। तर जहाँ चाहिँ चर्को चर्को स्वर हुन्छ, आरोप प्रत्यारोप हुन्छ, गाली गलौज हुन्छ, त्यो चाहिँ मान्छेहरूले ज्यादा हेरेको देखिन्छ। भनेको यो समाजशास्त्रीय कोणबाट, मानवशास्त्रीय कोणबाट हो यो कुरालाई विश्लेषण गर्दा कसरी गर्न सकिन्छ? यो त यसरी तपाईँले कुरा उठाउनु, मैले अघि भने नि समाजको अभिभावक सरकार भएको हुँदा सरकारले यसका समाधानहरूको निम्ति उपायहरू सोच्नु पर्यो। सरकारले कुन पक्षबाट त्यो आवाजहरू उठिरहेको छ? राजनीतिक दलहरूबाट उठिरहेछ। आखिरमा राजनीतिक दलसँग आबद्ध नभएको त कोही मानिसहरू हामीले देखेनौँ। मान्छे स्वतन्त्र कोही पनि छैनन्। सबै मान्छे राजनीतिक दलभित्र छन्। त्यसकारण राजनीतिक दलहरूले एउटा व्यक्तिले बोल्नु भनेको राजनीतिक कार्यकर्ता पनि बोल्दैछ त्यहाँ तल। मन परी बोल्ने जुन भाषा शैलीहरू छ त्यो किन त्यसो भयो भन्दाखेरि त्यो सरकारको कमजोरीको रिफ्लेक्ट तल आइरहेको छ। त्यसकारण सरकार जब बौद्धिक रूपमा, सांस्कृतिक रूपमा, धार्मिक रूपमा चेतनशील भएर आफ्ना विचारहरू प्रस्तुत गर्ने र सुन्ने र कार्ययोजना जब बनाउँदैन त्यो तल गएर पोखिन्छ। अहिले पोखिनुको निम्ति सजिलो सामाजिक सञ्जाल भयो। त्यसकारण मानिसहरू तथानाम गालिरहेको अवस्था हो। तर सरकारले त्यसलाई गम्भीर रूपमा सामान्यभन्दा सामान्य घटनादेखि लिएर ठुल्ठुला घटनाहरूको विषयमा माननीयहरूको कुरा सुन्ने, प्रतिपक्षहरूको कुरा सुन्ने भएको अवस्थामा सम्भवतः यो फेसबुकमा, सामाजिक सञ्जालमा मान्छेहरू तथानाम रूपमा चाहिँ पोखिने थिएनन्, गाली गलौजमा उत्रिने थिएनन् जस्तो मलाई लाग्छ। त्यसकारण यो सरकारको कमजोरी पक्ष पनि हो। जहाँ नपाएपछि मान्छेले आफूलाई अभिव्यक्त गर्ने ठाउँ खोज्छन्, त्यो ठाउँ चाहिँ सामाजिक सञ्जाल भयो। अहिले तपाईँ हामी माननीयहरू, कति माननीय पार्टीका माननीयहरू सामाजिक सञ्जालमा कराइरहेको हुन्छ। हाउसमा कराउनु पर्ने हो, हाउसमा सायद सरकारले सुन्दिएन। नसुनेपछि कहाँ जाने त भन? जनतामा जाने हो। जनतामा जाँदा उसले सजिलो के अपनाए? सामाजिक सञ्जाल। अनि माननीयलाई गाली गर्ने पनि अर्को दलको कार्यकर्ताले पनि त्यही गाली गर्ने, यस्तो प्रवृत्ति जुन देखा पर्यो यो सरकारको कमजोरीबाट हो। अब हामीले सुन्ने कि नहुने, सुन्नु हुने कि नहुने त्यस्ता कुरा हामी पनि असामान्य जस्तै अवस्थामा छौँ। त्यसकारण मानिसहरूले आफ्नो रिस र आवेग, राजनीतिक, सांस्कृतिक, धार्मिक रूपमा जुन असन्तुष्टि, सामाजिक मलाई अन्याय भयो भन्ने सरकारले नसुनेपछि सामाजिक सञ्जालमा आएर कराएको हो। समाजशास्त्रीय दृष्टिकोणबाट त यही नै हो। त्यसकारण अघि मैले भने सरकारमा बस्ने मानिसले नेपाली समाज कस्तो छ भन्ने कुरोको समाजशास्त्रीय र मानवशास्त्रीय अध्ययन गर्न जरुरी छ। अब हामी कुराकानीको अन्त्यतिर छौँ। यो सरकारका प्रति नि
आशावादी हुने ठाउँहरू कतिको छन्, कतिको देख्नुहुन्छ तपाईँ? एक भर्खर 100 दिन क्रस गर्दैछ। आशा त हामीले गर्नै पर्छ। बिहानले दिनको सङ्केत गर्छ भनेर भन्छन् नि, हैन? यो जेनेरेसनका मन्त्रीहरू छन्, काम पक्कै गर्लान्, तर उहाँहरूले देश परिस्थिति र यो समाज चाहिँ चिन्नै पर्छ। सामाजिक अन्याय धेरै छ समाजमा, त्यो अहिलेको युथ सरकारले बुझ्नुपर्छ। जबसम्म सामाजिक अन्याय समाप्त हुँदैन तबसम्म भौतिक विकास सम्भव हुँदैन। पहिले त मान्छेले खान पाउनु पर्यो, बस्नु पर्यो, न्याय पाउनु पर्यो नि, अनि मात्रै उसले मोटरसाइकल चढ्ने कि कार चढ्ने हो कि रेल चढ्ने हो त्यो कल्पना हो। त्यसकारण मानिसले वर्तमान अवस्थामा सामाजिक न्याय पाउनु पर्यो जो देखिँदैन। त्यसकारण डेली प्रत्येक दिन माइती घरमा एउटा ठुलो बजारै लाग्छ विरोधको, हैन? त्यो त माइती घर भन्नै भएन, त्यो ठाउँको नाम चेन्ज गरे हुन्छ। विरोध चोक भन्ने हो कि है के चोक भन्ने हो? त्यहाँ मान्छेले अव्यक्त गर्ने ठाउँ नभएपछि पोखेको, त्यसैले सामाजिक सञ्जालमा आएको युथ जेनेरेसनका मन्त्रीहरू छन्। आशा त गरौँ अब, तर धेरै चाहिँ काम गर्छन् जस्तो मलाई आशा छैन। त्यो चाहिँ किन? उहाँहरूले नेपाली समाजै बुझ्नु भएको छैन। अहिलेका मन्त्रीहरूले नेपाली समाज बुझ्नु नेपाली समाजै बुझ्नु भएको छैन। अमेरिका पढेर आउनु भएको छ, हामी जस्तो प्रोफेसर हुनु भएर आउनु भएको होला, पिएचडी गरेर आउनु भएको छ, त पढ्ने नै सबै कुरा होइन। नेपाली समाजको एन्थ्रोपोलोजी बुझ्नु जरुरी छ। सुदूरपश्चिममा छाउपडी किन अहिलेसम्म छ? त्यसलाई घर भत्काइदिएर मात्रै हुन्छ? त्यसको एन्थ्रोपोलोजी बुझ्नु पर्यो नि। पूर्वमा गएर अहिले मन्दिर पस्ने र नपस्नेको ठुलो जानेको विषयमा भनेर हुन्छ, पुलिसले डन्टी ठड्काएर हुन्छ, त्यसको एन्थ्रोपोलोजी बुझ्नु पर्यो नि, अनि मात्रै त्यसको समाधान हुन्छ, नभए हुँदैन। काठमाडौँको सडकबाट भनौँ न फुटपाथबाट मान्छे लखेटेर मात्रै हुन्छ हुँदैन। त्यो त सामाजिक अन्याय भयो। किन त्यो फुटपाथमा आयो भन्ने कुरो उसको एन्थ्रोपोलोजी बुझ्नु पर्यो नि त। एकदमै महत्त्वपूर्ण कुरा गर्नुभयो। जस्तो हामी अबको 30 वर्षमा अर्को टेरोरिस्ट जन्मिन्छ। हामीले यस्तो छाउपडी प्रथाको अन्त्य भनेर जो भन्छौँ, मैले एउटा सामान्य एक्जाम्पल दिएँ। हो, सुदूरपश्चिममा जो ती छाउपडी ती हुँदाका बखतका जे ती भत्काइन्छ, त्यसले समस्या समाधान हुँदैन, हैन? त्यसको सांस्कृतिक पक्षको कमजोर पक्षलाई विश्लेषण गर्न जरुरी हुन्छ, अनि मात्रै त्यसको समाधान हुन्छ। त्यो घर भत्काइदिएर 2-4 जना मान्छेलाई कानुनी प्रक्रियामा जेल हालेर कुनै पनि अपराध समाप्त हुँदैन। अहिले जस्तो यही यो ट्राफिक नियमको विषयमा पनि आइरहेछ कि यस्तो यो ट्राफिक नियम चाहिँ ज्यादा उल्लङ्घन हुनुको पछाडिको कारण भनेको त्यो कम जरिवाना भएका कारणले हो भन्ने बुझाइ सरकारमा रहेकाहरू या केही सांसद, केही ट्राफिक व्यवस्थापनको काममा खटिएकाहरूको भएकै कारणले होला कि ठुलो रकम जरिवाना लगायो भनेदेखि त्यो नियन्त्रण हुन्छ भनेर उहाँहरू त्यतातर्फ लागिरहनु भएको छ। होइन, धेरै पैसाले जरिमाना अथवा ट्राफिक रोकिन्छ भन्ने कुरो नै होइन। यो मान्छेको मोरलको कुरा हो, नैतिकताको कुरा हो। तपाईँ जतिको मान्छेलाई ट्राफिकले समात्यो भने तपाईँलाई ह्युमिलिएसन हुन्छ के? म जतिको मान्छेले पनि ट्राफिक भाइले समात्यो होइन, तपाईँले माफै गरेर छोडिदियो भने तपाईँलाई एकदम गिल्टी फिल हुन्छ। हैट, मैले गल्ती त गरेको थिइनँ तर गल्ती उसले देख्यो, अथवा मैले गल्ती गर्नै नहुने देख्यो भन्ने हुन्छ नि। त्यो नैतिकता हामीसँग सबैसँग हुनु पर्यो। 50,000 जरिमाना गर्छ भन्ने डरले मान्छे नियन्त्रण हुने होइन। होला, मानसिक रूपमा दबाब 50,000 फाइन गर्ने भयो, 10,000 गर्ने भयो, 5,000, त्यसले नियन्त्रण गर्ला। तर त्यो भनेको जबरजस्ती हो। सबैले 50,000, 25,000, 10,000 रुपियाँ फाइनमा पर्ने डर हो भनेदेखि त मोटर चढ्दैन नि। किन चढ्नु? किन ह्युमेन मिस्टेक त कहीँ न कहीँ हुन्छ नि, गर्दिनँ भन्दा पनि हुन्छ, सामान्यतया। अझै त्यो त बिजुलीको कुरा भयो। बिजुलीको ट्राफिकको पोल पनि ठिक ठाउँमा छैन, त्यो त्यसै उसलाई गरेर हुन्छ, जरिमाना गरेर पुलिसले। म 2 चोटि परिसकेँ। पुतली सडकको त्यो पोदमध्य रोडतिर जानेको बिजुली
ठ्याक्क ठ्याक्क आउँदाखेरि त्यो माथि हुँदो रहेछ, एउटा अलिकति अग्लो मोटर भएपछि त्यो रेड बल्दै नदेखिने, त्यो त हुनु भएन नि। माथिल्लो बानेश्वरमा त्यही छ, अलिकति अगाडि आउन साथ एउटा मोटर अलिकति अग्लो थोरै भयो भने अगाडिको रेड लाइटै पछाडिकोले देख्दैन। कति ठाउँमा त 10 सेकेन्ड 15 सेकेन्ड नै ठिक ठाउँमा छैन, कति ठाउँमा 10 सेकेन्ड 15 सेकेन्डको त्योमा लाइट चेन्ज हुन्छ। एउटा मोटर यहाँले भनेको जस्तो अगाडि बढ्न पाउँदा नपाउँदै त्यो 20 मा पुगिसकेपछि ढ्याक्क रेड लाइट बल्दिन्छ। त्यो रेड लाइटमा पुत्ले सडकमा म परेँ। मैले 2 जना बुढाबुढी मान्छेहरूलाई देखेर अलिकति टाइम थियो, 2 यस्तो सेकेन्डमा चलिरहेको थियो, उहाँहरूले छिटो बाटो क्रस गर्नु होला भनेर मैले अगाडि उहाँलाई छोडिदिएँ, अलिकति गएँ, ठ्याक्क पहेँलो बल्यो रेड बल्यो। प्रहरीले मलाई समातिहाल्यो, मलाई माफ गर्ला भने, किनभने उसले देखिरहेको थियो ठ्याक्कै ठाउँमै मैले क्रस गर्नु उहाँलाई दिएको, तर उसले मानेन। त्यसकारण यस्ता लाइटहरू र त्यसको टाइम ड्युरेसन कति हुने भन्ने कुराहरूको पनि धेरै नै सच्याउनु पर्नेछ। र 50,000 10,000 25,000 तिर्दैमा मानिस पनि सच्चिनेवाला होइन। यी सबै मोरलको कुराहरू, नैतिकता सबैले लिनुपर्छ। राज्यको सही कामलाई हामीले समर्थन गर्नुपर्छ, तर ट्राफिकको त्यो रेड लाइट चाहिँ, यो रेड लाइटले चाहिँ काठमाडौँमा काम दिँदैन। हुन्छ, आजको लागि कुराकानी यति गरौँ। यहाँले समय दिनुभयो, आजको प्रेसका तर्फबाट यहाँलाई धेरै धन्यवाद। धन्यवाद। हस्, आदरणीय दर्शकवृन्द, हामी कुराकानी गरिरहेका थियौँ विश्लेषक डाक्टर विष्णु राईसँग। उहाँसँगको यो कुराकानीसँगै आजको प्रेसको भिडियो संवाद अहिलेका लागि यहीँ सकिन्छ। पल पलको अपडेट, ताजा बहस र विश्लेषणात्मक टिप्पणीका लागि आजको प्रेस हेर्दै गर्नुहोला। नमस्कार।